जिन्दगीमा सफलता पाउनलाई संघर्षको सिडी आफै चढ्नु होला। जिन्दगीमा सफलता पाउनलाई संघर्षको सिडी आफै चढ्नु होला। यहाँ खुट्टा तान्नेहरूको कमी छैन, यहाँ खुट्टा तान्नेहरूको कमी छैन। 2-3 वटा भिडियो के बनाइदिएको थिएँ कमानको विषय लिएर, 2-3 वटा भिडियो के नै बनाइदिएको थिएँ कमानको विषय लिएर। मेरो फोनमा नेताहरूको कल र मेसेजको कमी छैन, तर म परे आफ्नै पाराको मान्छे, उनीहरूको जवाब दिनलाई मसँग टाइम छैन। म परे आफ्नै पाराको मान्छे, उनीहरूलाई जवाब दिनलाई मसँग टाइम छैन। र गुड मर्निङ, जय गोर्खा सम्पूर्णमा र एक बिहानै तपाईँहरू सम्पूर्णलाई गुड मर्निङ। साथै तपाईँहरूलाई पनि यस्तो हुन्छ हुँदैन? मलाई चाहिँ यस्तो हुन्छ है। म चाहिँ बिहानको सुरुवात चाहिँ पोजिटिभ कुराहरूबाट गरौँ भनेर सोचिरहेको हुन्छु कि, अनि यसो सोसियल मिडिया हेर्छु होइन। अब त्यो अहिलेको न्युजहरू नि, छोराले आमालाई मारेर गाडेको अरे होइन, भाइले भाइलाई काट्यो अरे, प्लस कहाँ एक्सिडेन्ट भयो अरे, 3 दिनदेखि 4 दिनदेखि लापत्ता भएको मान्छे चाहिँ अब कहाँ मरिरहेको भेटायो अरे। अब यस्तो सुन्दाखेरि दिनै कस्तो हुन्छ त होइन। सो अब आफूले पोजिटिभ विचार राख्नुलाई त पोजिटिभ कुराहरू हेर्नु पऱ्यो, पोजिटिभ कुराहरू सुन्नु पऱ्यो नि त होइन। त्यही भएर चाहिँ आज चाहिँ मैले 1-2वटा लाइन होइन पोजिटिभ, आफूले आफूलाई पोजिटिभ बनाउनुलाई, र मेरो लागि हो खास चाहिँ यो लाइन, र तपाईँहरूलाई राम्रो लाग्यो प्रतिक्रिया जनाउनु होला। र लाइन चाहिँ यस्तो छ: हात्ती हिँडिरहन्छ, कुकुर भुकिरहन्छ, हात्ती हिँडिरहन्छ, कुकुर भुकिरहन्छ। त्यो कुकुर जति नै भुके पनि हात्तीलाई के नै फरक पर्छ, त्यो कुकुर जति नै भुके पनि हात्तीलाई के नै फरक पर्छ। सो हात्ती जस्तै मेन्टालिटी भएर अगाडि बढ्नुपर्छ। र बुझिहाल्नु भयो होला, भुक्नेहरूको कमी छैन। सो अझै एउटा मलाई लाइन याद आयो होइन, यो मैले आफै बनाएको हो, तपाईँहरूलाई कस्तो लाग्छ? लाइन चाहिँ यस्तो छ ल, बिर्सेँ हो यार। जिन्दगीको सफलताको यात्रामा, जिन्दगीको यात्रामा होइन, त्यो भएन।